भन्छन् यो पुस्ताको एउटा खुट्टा सधैँ विमानस्थलको गेटमै हुन्छ। उनीहरूलाई कृतज्ञ भनिन्छ, विद्रोहीको बिल्ला बिराइन्छ र भगोडा पनि भनिन्छ। तर उनीहरूले यो पुस्ताको छातीभित्र दन्किरहेको त्यो ज्वाला देखेनन्, जुन यही माटोको अपमान सहन नसकेर बलेको छ। उनीहरूको यो गर्जन देशप्रतिको घृणा होइन, यो त देश बर्बाद भएको हेर्न नसक्ने एउटा पागल प्रेम हो। उनीहरू भाग्न खोजिरहेका छैनन्, उनीहरू त आफ्नो अस्तित्वको जग खोजिरहेका छन्। यो उनीहरूको पनि घर हो र उनीहरू यहाँ बाँच्नका लागि एउटा बलियो कारण माग्दैछन्। जेन्जीलाई अक्सर गलत बुझिन्छ। जब जेन्जी ठुलो स्वरमा बोल्छ, उनीहरूलाई घमण्डी भनिन्छ। जब उनीहरू सत्ता वा शक्तिमा रहेकाहरूलाई प्रश्न गर्छन्, उनीहरूलाई गैर जिम्मेवारीको बिल्ला भिराइन्छ। जब उनीहरू देश छोड्न सपना देख्छन्, उनीहरूलाई बैगुनी भनिन्छ। तर धेरैले के बुझ्न सकिरहेका छैनन् भने जेन्जीले देशलाई घृणा गर्दैनन्। उनीहरू त केवल यसबाट गहिरो रूपमा निराश छन्। उनीहरू हरेक चुनावमा आश्वासनहरू बाँडिएको हेर्दै हुर्किए, तर अन्त्यमा उही पुरानो अनुहारहरू, उही पुराना बाहनाहरू लिएर फर्किएका देखे। उनीहरूलाई शिक्षा नै सफलताको साँचो हो भनियो, तर डिग्री हासिल गरेपछि उनीहरूमध्ये धेरैजना भिसाको लागि लामो लाइनमा वा पारिश्रमिक बिनाको इन्टर्नसिपमा जोडिन बाध्य भए। उनीहरूलाई कडा मेहनत गर्न सिकाइयो, तर उनीहरूले सानैमा के थाहा पाए भने पहुँच, नातावाद र मौनताले चल्ने यो प्रणालीमा कडा मेहनत मात्रै पर्याप्त छैन। जेन्जी यस्तो पहिलो पुस्ता हो जुन सूचना र जानकारीको पहुँचमा हुर्कियो। जेन्जीहरूले अन्य देशहरू कसरी चल्छन्, प्रणालीले कसरी काम गर्न सक्छ र नागरिकहरूले कसरी जवाबदेहिता माग्न सक्छन् भन्ने कुराहरूको सूचना राम्रोसँग पाए। स्वाभाविक रूपमा यसले उनीहरूलाई हाम्रो आफ्नो यथार्थमाथि प्रश्न गर्न बाध्य बनायो। किन आधारभूत सेवाहरू पनि कसैले गरेको गुण जस्तो लाग्छन्? किन इमान्दारिता एउटा कमजोरी जस्तो लाग्छ? किन सत्य बोल्नु जोखिमपूर्ण लाग्छ? यी प्रश्नहरूले उनीहरूलाई रहरले विद्रोही बनाएका होइनन्, बरु बाध्यताले बनाएका हुन्। जेन्जीले खोजेको देश कुनै काल्पनिक वा त्रुटिहीन संसार होइन। उनीहरू रातारात चमत्कार होस् भन्ने चाहँदैनन्। उनीहरू केवल आत्मसम्मान चाहन्छन्। उनीहरू नागरिकका रूपमा सम्मानित हुन चाहन्छन्। उनीहरू नियन्त्रण गरिनुपर्ने कुनै समस्याका रूपमा होइन, बरु नागरिकका रूपमा सम्मानित हुन चाहन्छन्। उनीहरू यो विश्वास गर्न चाहन्छन् कि आफ्नै देशमा बसेर योगदान पुर्याउनु कुनै मूर्खतापूर्ण निर्णय होइन। कुरा यहीँबाट सुरु हुन्छ, आक्रोशबाट होइन, बरु थकानबाट, घृणाबाट होइन, बरु अझ राम्रो कुराको माग गर्ने एउटा शान्त दृढ सङ्कल्पबाट। जेन्जीको निराशाको केन्द्रमा एउटा शक्तिशाली शब्द छ, अवसर। विशेषाधिकार होइन, छोटा बाटाहरू पनि होइनन्, केवल निष्पक्ष र सबैको पहुँचमा पुग्ने अवसर। उनीहरू यो सुन्दै हुर्किए कि शिक्षाले ढोकाहरू खोल्नेछ, सिपले बाटो बनाउनेछ र मेहनतको फल ढिलो चाँडो अवश्य मिल्नेछ। तर यथार्थले अर्कै कथा सुनायो। धेरै प्रतिभाशाली युवाहरूले आफूभन्दा कम सक्षम व्यक्तिहरू अगाडि बढेको देखे, किनभने उनीहरूसँग सही राजनीतिक आडभरोसा वा व्यक्तिगत पहुँच थियो। समयसँगै यो असन्तुलनले जागर मात्र मरेन, यसले प्रणालीमाथि नै विश्वास समाप्त पारिदियो। जेन्जीले खोजिरहेको देश यस्तो हो जहाँ वास्तवमै योग्यताको कदर हुन्छ, यस्तो देश जहाँ जागिरको अन्तर्वार्ताले पहुँचको साटो सक्षमता जाँच्छ र जहाँ पदोन्नति विरासतमा होइन, मेहनतले मात्र प्राप्त गरिन्छ। उनीहरू यस्तो ठाउँ चाहन्छन् जहाँ नयाँ सोचलाई डराउनुको साटो प्रोत्साहन गरिन्छ, जहाँ विचार भएका युवाहरूलाई यो यहाँ चल्दैन भन्नुको सट्टा समर्थन गरिन्छ। धेरैजसो अवस्थामा महत्त्वाकांक्षालाई विद्रोह र सृजनशीलतालाई अनाज्ञाकारिताको रूपमा हेरिन्छ। त्यही मानसिकताले अनगिन्ती युवा मस्तिष्कहरूलाई आफ्नो पहिचान र वृद्धिका लागि अन्यत्र हेर्न बाध्य बनाएको छ। जेन्जीले सफलता सजिलै पाइन्छ भन्ने अपेक्षा गर्दैन। उनीहरू प्रतिस्पर्धा बुझ्छन्। उनीहरूले जे कुरा स्वीकार गर्न सक्दैनन् त्यो हो मिचिएको प्रणाली। एउटा निष्पक्ष प्रणालीले सफलताको ग्यारेन्टी त दिँदैन, तर यसले असफलतामा पनि आत्मसम्मानको ग्यारेन्टी दिन्छ। यसले मानिसहरूलाई पूर्वाग्रहले नखिचिकन प्रयास गर्ने अवसर दिन्छ। यसले युवाहरूलाई यो विश्वास दिलाउँछ कि स्वदेशमै बसेर केही निर्माण गर्नु आफ्नो क्षमताको बर्बादी होइन। जब अवसरहरू निष्पक्ष हुन्छन्, मानिसहरूले सजिलै बाहिर जाँदैनन्। तिनीहरू आफ्नो समय, ऊर्जा र भावनाहरू आफ्नै देशमा लगानी गर्छन्। डराउनु पर्ने कुरा त यो होइन कि जेन्जी देश छोड्न चाहन्छन्। डराउनु पर्ने कुरा त यो हो, धेरैलाई यहाँ बस्ने कुनै कारण नै छैन जस्तो लाग्छ। उनीहरूले खोजेको देश यस्तो हो जसले उनीहरूलाई एउटा स्पष्ट, इमान्दार र प्राप्त गर्न सकिने आधार दियोस्, ताकि उनीहरू विश्वास गर्न सकुन् कि उनीहरूको भविष्य आफ्नै देशमा निर्माण हुन सक्छ। जेन्जीको अर्को मुख्य माग भनेको निडर भई बोल्न पाउने अधिकार हो। अपमान गर्न वा अराजकता फैलाउनका लागि होइन, बरु प्रश्न गर्न, आलोचना गर्न र सत्तालाई जवाफदेही बनाउन। एउटा स्वस्थ देश त्यो होइन जहाँ सबैजना सहमत हुन्छन्, बरु त्यो हो जहाँ असहमत हुने अधिकार सुरक्षित हुन्छ। तैपनि धेरै युवाहरू यस्तो वातावरणमा हुर्किएका छन् जहाँ किन भनेर सोध्नुलाई अपमानको रूपमा हेरिन्छ र चासो वा चिन्ता व्यक्त गर्नुलाई विद्रोहको रूपमा लिइन्छ। समयसँगै यो मौन बस्ने संस्कृतिले खुला द्वन्द्वले भन्दा बढी क्षति पुर्याएको छ।
जेएनजीले खोजेको देश त्यस्तो हो जहाँ अभिव्यक्ति स्वतन्त्रतालाई दण्डित होइन, सुरक्षित गरिन्छ, जहाँ विद्यार्थीहरूले पुराना र काम नलाग्ने प्रणालीहरूमाथि प्रश्न उठाउँदा उनीहरूलाई उपद्रोहको बिल्ला भिराइँदैन, जहाँ पत्रकारहरूले डर बिना तथ्य सार्वजनिक गर्न सक्छन्, जहाँ नागरिकहरूले राष्ट्रविरोधी कल लिने डर बिना नीतिहरूको आलोचना गर्न सक्छन्। जब सार्वजनिक बहसहरूमा डर पस्छ तब सत्य बिस्तारै बाहिरिन्छ र सत्य बिना कुनै पनि राष्ट्र स्वास्थ्य दिशामा अघि बढ्न सक्दैन। जेएनजीले देखेको छ कि कसरी शक्तिशाली आवाजहरूले बहसमा कब्जा जमाउँछन्, जबकि सामान्य नागरिकहरूबाट केवल शान्त र आज्ञाकारी बन्ने अपेक्षा गरिन्छ। यो असन्तुलनले निराशा पैदा गर्छ। युवाहरूले नियन्त्रण चाहेका होइनन्, बरु उनीहरूले निष्पक्षता खोजेकाले यो निराशा आएको हो। सम्मान दुवैतर्फबाट हुनुपर्छ। सत्ताले नागरिकलाई यसरी नै सम्मान गर्नुपर्छ जसरी नागरिकले सत्ताको सम्मान गर्छन्। प्रश्न उठाउनु राष्ट्रिय स्थिरताका लागि खतरा होइन, बरु मौनता चाहिँ खतरा हो। डर रहित देश हुनु भनेको कानुनविहीन हुनु होइन। यो यस्तो देश हो जहाँ कानुनले अभिव्यक्तिलाई दबाउनुको साटो संरक्षण गर्छ। जेएनजीले जिम्मेवारी बुझ्छ, तर स्वतन्त्रता बिनाको जिम्मेवारीको अस्तित्व रहन सक्दैन। जब मानिसहरू बोल्न सुरक्षित महसुस गर्छन् तब उनीहरू देशका गतिविधिमा सहभागी हुन्छन्। जब उनीहरूको कुरा सुनिन्छ तब उनीहरू सक्रिय हुन्छन्, र जब उनीहरू सक्रिय हुन्छन् तब उनीहरूले देशको साँच्चीकै वास्ता गर्छन्। उनीहरूले खोजिरहेको देश त्यस्तो हो जहाँ उनीहरूका आवाज नियन्त्रण गरिनुपर्ने कुनै वस्तु होइनन्, बरु लोकतन्त्र र राष्ट्रिय प्रगतिको महत्त्वपूर्ण अङ्गका रूपमा कदर गरिने शक्ति हुन्। जेएनजीका लागि देशको शक्ति भाषण वा नाराबाट होइन, बरु यसको प्रणालीले दैनिक जीवनमा कसरी काम गर्छ भन्ने कुराबाट मापिन्छ। एउटा बलियो राष्ट्र त्यो हो जहाँ प्रणालीहरू शान्त, कुशल र निष्पक्ष रूपमा चल्छन्, कुनै पहुँच, घुस वा व्यक्तिगत कृपा बिना। दुर्भाग्यवश धेरै युवाहरू यसको ठिक विपरीत अनुभव गर्दै हुर्किएका छन्। साधारण प्रक्रियाहरू अनावश्यक रूपमा जटिल लाग्छन्, आधारभूत सेवाहरू बिना कारण ढिलासुस्ती भएको महसुस हुन्छ, र इमान्दारी अक्सर सद्गुणभन्दा बढी कमजोरी जस्तो लाग्छ। जेएनजीले खोजिरहेको देश त्यस्तो हो जहाँ संस्थाहरू नैतिकता र इमान्दारीमा आधारित हुन्छन्, जहाँ सरकारी कार्यालयहरू मानिसहरूलाई निराशा बनाउनु होइन, सेवा दिनका लागि अस्तित्वमा हुन्छन्, जहाँ नियमहरू स्पष्ट हुन्छन्, प्रक्रियाहरू पारदर्शी हुन्छन् र परिणामहरू पूर्वानुमान गर्न सकिने हुन्छन्। जब प्रणालीहरू अस्थिर र भेदभावपूर्ण हुन्छन् तब नागरिकहरूले संस्थामा मात्र होइन, निष्पक्षताको धारणामाथि नै विश्वास गुमाउँछन्। समयसँगै यो विश्वासको कमीले राज्य र जनताबीचको दूरी बढाउँछ। त्यो विश्वास पुनः स्थापित गर्न जवाफदेहिता सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। जेएनजी यस्तो देश चाहन्छ जहाँ नेताहरू आफ्ना निर्णयका लागि जवाफदेही हुन्छन्, जहाँ गल्तीहरू लुकाउनुको साटो स्वीकार गरिन्छ, र जहाँ कामको परिणाम वा सजाय वास्तविक हुन्छ। जवाफदेहिता बिनाको शक्तिले अहङ्कार पैदा गर्छ, र अहङ्कारले बिस्तारै राष्ट्रिय आत्मविश्वासलाई कमजोर बनाउँछ। आलोचना स्वीकार गर्न नसक्ने प्रणाली कहिले सुध्रिन सक्दैन। जेएनजीले पूर्णताको अपेक्षा गर्दैन। उनीहरू बुझ्छन् कि प्रणालीहरू परिपक्व हुन समय लाग्छ र गल्तीहरू अपरिहार्य हुन्। उनीहरूले खोजेको कुरा केवल इमान्दारिता हो, सुधारका लागि गरिने साँचो प्रयास। जब पारदर्शिता हुन्छ, असफलता पनि स्वीकार्य महसुस हुन्छ। उनीहरूले खोजिरहेको देश त्यस्तो हो जहाँ इमान्दारीलाई पुरस्कृत गरिन्छ, नियमहरू सबैका लागि समान रूपमा लागू हुन्छन्, र संस्थाहरू नागरिकलाई ठकाउनका लागि होइन, सशक्त बनाउनका लागि खडा हुन्छन्। जब प्रणालीहरू इमान्दारीका साथ चल्छन् तब मानिसहरूले सम्मानित महसुस गर्छन्, र जब मानिसहरूले सम्मानित महसुस गर्छन् उनीहरू देश निर्माणमा योगदान पुर्याउन, सहभागी हुन र प्रतिबद्ध रहन धेरै इच्छुक हुन्छन्। जेएनजी र उनीहरूले खोजेको देशको बारेमा हुने हरेक कुराकानीको अन्त्यमा एउटा प्रश्न सधैँ बाँकी रहन्छ: आखिर किन यति धेरै युवाहरू देश छोड्न चाहन्छन्? यसको जवाफ राष्ट्रप्रतिको घृणा वा देशभक्तिको अभाव होइन, यो त स्थायित्व, आत्मसम्मान र सम्भव महसुस हुने भविष्यको खोजी हो। जेएनजी यस्तो देश चाहन्छ जहाँ जीवनको योजना बनाउनु जुवा खेले जस्तो नहोस्, जहाँ परिवार हुर्काउनु एउटा बोझ महसुस नहोस्, र जहाँ वृद्ध हुनु असुरक्षाको डरसँग नजोडियोस्। यी कुनै अस्वाभाविक मागहरू होइनन्, यी त एउटा व्यवस्थित समाजका आधारभूत अपेक्षाहरू हुन्। जेएनजीले खोजिरहेको देश त्यो हो जहाँ स्वदेशमै बस्नु एउटा साहसी र बुद्धिमानी निर्णय महसुस होस्, न कि एउटा जोखिमपूर्ण त्याग। यस्तो देश जहाँ युवाहरूले निरन्तर बाहिर उम्किने बाटोको हिसाब नगरी आफ्नो भविष्यको कल्पना गर्न सकुन्। उनीहरू यो विश्वास गर्न चाहन्छन् कि आफ्नो कदर भएको महसुस गर्नका लागि उनीहरूले आफ्नो ऊर्जावान र उत्कृष्ट वर्षहरू विदेशमा बिताउनु नपरोस्। उनीहरूमध्ये धेरैजना सङ्घर्ष गर्न, कडा मेहनत गर्न र योगदान दिन तयार छन्, तर मात्र तब जब यो प्रयासले कुनै अर्थपूर्ण नतिजा दिन्छ। भविष्यको यो दृष्टिकोणसँगै जिम्मेवारी पनि जोडिएर आउँछ। जेएनजीले यो बुझ्दछ कि परिवर्तन केवल सरकार वा नेताहरूबाट मात्रै आउँदैन, यो हाम्रो दैनिक रोजाइहरूबाट आउँछ। सुविधाभन्दा इमान्दारीलाई
मौनताभन्दा साहसलाई र उदासीताभन्दा सहभागितालाई रोज्नु। यदि उनीहरू अझ राम्रो देश माग गर्छन् भने उनीहरू आफै पनि अझ राम्रो नागरिक बन्न तयार हुनुपर्छ।